सो हेलो एन्ड नमस्ते एभ्रीवन, दिस इज मिनितेश अनि आज चाहिँ मैले तीनवटा सर्टकट ट्रिक लिएर आएको छु फर न्यू बिगिनर कोडर हैन, जसले चाहिँ भर्खर कोडिङ गर्न स्टार्ट गर्नुभएको छ अथवा इन्टरमिडिएट अथवा प्रो लेभलको कोडरलाई पनि यो थाहा नहुन सक्छ। तीनटा ट्रिक जान्नुभयो भने चाहिँ तपाईको अलिकति कोडिङ स्पिड चाहिँ अलिकति फास्ट हुन सक्छ हैन। सो सिम्पल खालको छ, धेरै त्यो कम्प्लेक्स पनि छैन। सो लेट्स गो विथ सर्टकट नम्बर 1। ल सबभन्दा सुरुमा चाहिँ फर्स्ट ट्रिक चाहिँ के छ भन्दाखेरि जस्तै तपाईहरुले यो एउटै आइटम चाहिँ तपाईहरुलाई मल्टिपल टाइम चाहियो, एउटै जस्तै मलाई यो नितेश चाहिँ मलाई 5 पल्ट चाहियो भने सबभन्दा सजिलो ट्रिक चाहिँ के छ भन्दा अल्ट प्लस शिफ्ट प्लस डाउन एरो की प्रेस गर्नु। तपाईहरुले इजिली जतिवटा चाहिन्छ त्यतिवटा मल्टिपल टाइम निकाल्न सक्नुहुन्छ। सो नाउ लेट्स गो विथ सर्टकट नम्बर 2। सर्टकट नम्बर 2 मा चाहिँ के छ भन्दा जस्तै अब मैले यो h1 मल्टिपल वटा बनाएको छु हैन। अब यो सबै h1 मा चाहिँ मैले एकैपल्ट डेटा हाल्नु पर्यो भने मैले के गर्न सक्छु भन्दा त्यहाँनेरि मल्टिपल कर्सर क्रिएट गर्न सक्छु। मल्टिपल कर्सर कसरी क्रिएट गर्ने भन्दा त्यहाँनेरि क्लिक गर्नु अनि जहाँ मल्टिपल कर्सर क्रिएट गर्ने हो त्यहाँ अल्ट प्रेस गर्नु अनि फेरि क्लिक गर्नु, अल्ट प्रेस गरिराख्नु अनि त्यसपछि क्लिक गर्नु। जतिवटा बनाउन मन लाग्छ त्यतिवटा तपाईहरुले क्रिएट गर्न सक्नुहुन्छ। सो अब यहाँनेरि मैले लेखे भने मल्टिपल ठाउँमा सबैतिर एकैपल्ट के हुन्छ हामीले लेख्न सक्छौं भने त्यस पोखरेल प्लस हेर्न सक्नुहुन्छ। अब यहाँनेरि मैले के गर्न सके एकैपल्ट मल्टिपल डेटा लेख्न सके। अब छुट्टा छुट्टै एउटा लेख्दाखेरि त एकदम धेरै टाइम लाग्छ। सो यो ट्रिक युज गर्नुभयो भने चाहिँ तपाईहरुले टाइम सेभ गर्न सक्नुहुन्छ। सो नाउ लेट्स गो विथ सर्टकट नम्बर 3। सपोज मलाई यो h5 को यो h5 भन्ने चाहिँ मलाई यो h1 ठ्याक्कै यहाँनेरि यो नितेश इन हुने ठाउँमा मलाई त्यहाँदेखि मुनि चाहियो भने मैले अब यसलाई कन्ट्रोल एक्स गरेर मुनि लगेर पेस्ट गर्नको साटो मैले इजिली तरिकाले अल्ट प्रेस गरेर डाउन एरो की प्रेस गरे भने जहाँ मन लाग्छ त्यही मैले लग्न सक्छु। अब यहाँ हेर्न सक्नुहुन्छ बडी अफ द वेब पेज यहाँ आयो क्या हैन। अब अझै मलाई यहाँ भन्दा मुनि लग्न मन लाग्यो भने अल्ट प्रेस गर्ने प्लस डाउन एरो की प्रेस गरिसकेपछि वी क्यान इजिली टेक इट। सो यो चाहिँ तीनवटा सिम्पल ट्रिक थियो हैन। कतिपयलाई त थाहा पनि थियो होला, कतिपयलाई थाहा नहुन पनि सक्छ, त्यही भएर मैले भिडियो बनाएको। सो इफ यु गाइज लाइक द भिडियो देन प्लिज लाइक कमेन्ट शेयर सबै गरिदिनु होला अनि किप अन हस्लिङ किप अन कोडिङ। बाइ बाइ।